सो गाइस माई न्यू डे न्यू भ्लगमा यहाँहरूलाई स्वागत छ। आज चाहिँ हामी उठिसक्यौँ, उठेर खानासाना खाएर आज भान्साको स्कुलमा जानुपर्ने हुन्छ। अनि त्यो स्कुल एक्जाम पनि आयो, अनि एक्जामको फीहरू तिर्नुपर्छ र सो त्यही भएर दिदी म अनि भान्सा चाहिँ स्कुल जान लागेको। अनि भान्साहरू यता हुनुहुन्छ, दिदी भान्साहरू यता हुनुहुन्छ टक्का लगाएर। अनि अब चाहिँ हामी स्कुल पनि आज चाहिँ हिँडेरै जाने भनेर कुन्टुलाई नि पठाएन बसमा। अनि कहिले चाहिँ हामी हिँडेरै जानु लाग्यो। स्कुल त्यति टाढै नै, त्यति नजिक पनि छैन, फेरि आधी घन्टा जति त लाग्छ मलाई। अनि हामी चाहिँ हिँडिसक्यो। मैले पल्ली लाएर यता गलीहरू देख्न सक्नुहुन्छ। बाटो चाहिँ यस्तै छ कि उता स्कुल नपुगुन्जेलसम्मै गली गली छ, अनि घरको बिचबिच। अनि तर यता चाहिँ ठाउँहरू नि कस्तो शान्ति हुने, हल्ला नहुने। अनि यो मुलपानी एरियामा चाहिँ बस्नुको लागि चाहिँ एकदम दामी हुँदो रहेछ होइन, हल्ला पनि नहुने, अनि मान्छेहरू त्यति नहुने, अनि गाडीहरू पनि त्यति नहिँड्ने, दामी हुँदो रहेछ। भान्सा र दिदी पछि पछि आउँदैछ। प्रिन्स हेलो गर, हाई गर। अब टक्का लाएर भान्सो बाबु र म चाहिँ स्कुलको लागि हिँडिरहेछौँ। अब यता जानुपर्छ, यहाँदेखि माथि होला कुन ठाउँ हो, यता माथि हो। अहिले टक्का लगाएर गाई देख्न सक्नुहुन्छ, काउले हान्छ कि हान्दैन यता देख्न सक्नुहुन्छ। दामी काउको बाछो छ। सो टक्का लगाएर पुतलहरू देख्न सक्नुहुन्छ। आज चाहिँ फेरि म 9 बजे उठेको क्या। अनि 9 बजे उठेर ठिक हुँदा चाहिँ अलि टाइम पनि लाग्यो, अनि अलिक ढिलो जस्तो नि हुँदै आयो। अनि बस पनि कटिसकेको थियो। आज चाहिँ म 9 बजे उठेर टोटल खानासाना खाएर चाहिँ स्कुलको लागि रेडी भयो, लुगासुगा लगाएर। अनि दिदीले जानुपर्छ भन्नुभएको थियो, सो त्यही भएर टक्का लगाएर अहिले चाहिँ हामी हाइवे रोडतिर आइपुगिसक्यौँ। अब स्कुल पनि पुग्नलाई त्यति धेरै छैन होला, भाइ पुग्न नै लाग्यो। स्कुल जान अझै कति टाइम लाग्छ भन्छ, कति मिनट लाग्छ रे? 8 मिनट। सो अब चाहिँ मान्छेले 8 मिनट लाग्छ स्कुल पुग्नको लागि भनिरहेको छ। टक्का लाग्छ। यता घरहरू देख्न सक्नुहुन्छ, मक्खन छ है गाइस घरहरू त्यहाँ। यता मन्दिरहरू पनि देख्न सक्नुहुन्छ, मन्दिर पनि दामी छ यता भ्यूहरू। अनि यो रोडतिर चाहिँ पुरा माटोहरू, माटो गिटी जम्मा गरेर रहेछ के को लागि हो, सायद रोड पिच गर्नुको लागि होला। गिटी बालुवा पुरै राखिरहेछ। त रोडभरि नै गिटी बालुवा मात्रै छ। अनि यहाँ चाहिँ के को पुरा खाडल छ। यहाँभित्र चाहिँ नालको पानी आउँदो रहेछ। यस्तो यता चाहिँ गिटीहरू देख्न सक्नुहुन्छ, गिटी ढुङ्गाहरू छ पुरै। अब प्रिन्सको मम्मी उता आइपुग्न लागिरहेछ, यता घरहरू देख्न सक्नुहुन्छ। सो गाइस यता चाहिँ बसहरू देख्न सक्नुहुन्छ, माथि चाहिँ दामीहरू गर्छ बुझुङ परेको टक्क। अनि यहाँ चाहिँ बस चाहिँ यो बस चाहिँ अस्तिदेखि नै यस्तै थियो कि, सायद यो कहिलेदेखिको पुरा बस चाहिँ हड्डी मात्रै भएको छ, मासु मासु सबै खुइलिसकेको छ। सो गाइस टक्का लगाएर यता देख्न सक्नुहुन्छ, हरियाली पुरा टोटल्ली हरियाली छ। यता गजरहरू खेतबारीहरू ठुलो ठुलो छ। सो गाइस यता भान्जा बाबु देख्न सक्नुहुन्छ, प्रिन्स हाई। तिम्रो स्कुलमा तिम्रो एक्जाम है अहिले? भान्जाको एक्जाम चलिरहेछ। अनि हिजो ऊ आएको थियो, रुटिन आएको थियो। त्यसपछि आज फी तिर्नु पर्ने थियो। अनि दिदीले चाहिँ स्कुल जानुपर्छ भनेर हामी आयो ठक्का लगाएर। मान्छेहरू नै यता चाहिँ टन्नै छ है गाइस। यता बहिनीहरू देख्न सक्नुहुन्छ, घरहरू टक्का लगाएर। फाइनली अहिले चाहिँ हामी बिल तिरेर नि आइसक्यौँ। अनि हजुरहरूले बिल पनि देख्न सक्नुहुन्छ, 44 सय हामीले पैसा पे गरेको छ। अनि यता हामी चाहिँ पिपल बोर्डबाट जाने कुरा भयो। अनि टक्का लगाएर पिपल बोर्डबाट चाहिँ अलिक छिटो हुन्छ होला होइन? ए गाडीमा जाने हो? पिपल बोर्ड गएर चाहिँ गाडीमा चढेर जानुपर्ने हुन्छ। यता फुलहरू देख्न सक्नुहुन्छ, दामी फुलिरहेछ होइन स्कुल। अनि रोडको छेउछाउमा फुल, यहाँ चाहिँ बबालै छ है।
रातो न रातो रेड कलरको रोजहरू छ यहाँ चाहिँ टन्नै। यस्तो खालको फुल त मैले फर्स्टचोटि देखेँ, तर कस्तो खाले रहेछ क्या फुल पनि यस्तो रहेछ कि यो अलिक कस्तो कस्तो खाले रहेछ। अनि त्यही हो गाइस, म्युटे भएर नि होला बोल्न अलिअलि गाह्रो लागिरहेको छ। गाइस अहिले चाहिँ हाम्रो ग्रुपमा यहाँ हल्का लगाएर गर्मी भएर गर्मीले पोलेर अनि यस्तो गर्मीले पोलेको होइन, यति घाम लागिरहेको थियो नि फुलमा। म गोरो छु तर अलिक कालो चाहिँ हुँदैन म घामले पर्दैमा, तर अलि पसिना चाहिँ एकदमै धेरै आइरहेको थियो। अनि त्यही हो गाइस, आजको भ्लग चाहिँ अब इन गर्नुपर्ने हुन्छ। हजुरलाई कस्तो लाग्छ? मेरो फर्स्ट भ्लग हो अनि मलाई त्यति बनाउनै नै आउँदैन, अब बिस्तारै सिक्दै जानेछु। कस्तो लाग्छ भन्नु होला। गाइस बाई बाई।